साथीहरू नमस्कार, स्वागत छ तपाईहरूलाई ज्ञानसागर युट्युब च्यानलमा। आज हामी 2082 कार्तिक 12 गते बुधबार गोरखापत्रमा प्रकाशित समसामयिक घटनाबारे सामग्री लिएर आएको छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहोला। भन्दै सुरु गरौँ है त प्रश्न नम्बर 1 बाट। ग्लोबल पिस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? 76औं स्थानमा। र यो प्रतिवेदन इन्स्टिट्युट फर इकोनोमिक एन्ड पिसले प्रड्युस गर्ने गर्दछ। प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने सार्क राष्ट्रमा भुटान 21औं स्थानमा रहन सफल भएको छ। सार्क राष्ट्रको अन्तिममा अफगानिस्तान 158औं स्थानमा रहेको छ। प्रश्न नम्बर 2। विश्वकै सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? यसको सही एन्सर हो ब्राजिल। सन् 2025 मा। कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई बोल्बाचिया ब्याक्टेरियाबाट संक्रमित गराइन्छ, जसले डेङ्गु भाइरसको विकास रोक्छ र रोग फैलन दिँदैन। ब्राजिल सन् 2024 मा सबैभन्दा खराब डेङ्गु प्रकोपबाट प्रभावित बनेपछि यो योजना ल्याएको हो। प्रश्न नम्बर 3। एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियनको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? यसको सही एन्सर छ सन् 2025 अक्टोबर 26। टिमुर लेस्टे पनि भनिने पूर्वी टिमुर आसियनको 47औं शिखर सम्मेलनबाट 11औं सदस्य बनेको हो। पूर्वी टिमुर सन् 2002 मे 20 मा इन्डोनेसियाको अधीनबाट स्वतन्त्र राष्ट्र बन्न सफल भएको हो। आसियनको 47औं शिखर सम्मेलन सन् 2025 अक्टोबर 26 देखि 28 मा मलेसियाको कोलालम्पुरमा सम्पन्न भएको थियो। सम्मेलनको नारा समावेशिता र दिगोपन थियो। आसियनको 10औं सदस्य राष्ट्र कम्बोडिया सन् 1999 मा सदस्य बनेको थियो। प्रश्न नम्बर 4। सरकारद्वारा कृतिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत गरिएको हो? विक्रम सम्वत 2082 असोज 30 गते। मन्त्री परिषदको असोज 30 गतेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो। यसको लागत अनुमान रु 10 अर्ब रहेको छ। प्रश्न नम्बर 5। अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? यसको एन्सर छ फ्युज मेसिन इन्क सन् 2025 अक्टोबरमा। एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युज मेसिनले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको हो। विशेष गरी प्रविधि उद्योगका ठूला कम्पनीहरूको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटा जस्ता ठूला टेक कम्पनी सूचीकृत छन्। कम्प्युटर वैज्ञानिक समीर मास्केले सन् 2013 मा संयुक्त राज्य अमेरिकामा फ्युज मेसिन इन्क स्थापना गरेका थिए। हाल यो कम्पनी नेपालसहित क्यानाडा, डोमिनिकन रिपब्लिक लगायत विभिन्न देशमा विस्तार भएको छ। प्रश्न नम्बर 6। सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स FTF को मूल्याङ्कन सन् 2025 अक्टोबर अनुसार नेपालको अवस्था के रहेको छ? यसको सही उत्तर छ निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको। सन् 2025 अक्टोबर 24 मा सम्पन्न FTF को 14औं पूर्ण बैठकपछि जारी वक्तव्य अनुसार नेपाल निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाइएको छ। प्रश्न नम्बर 7।
पर्यटकको आकर्षक गन्तव्य ब्रह्मस्थान कहाँ रहेको छ? यसको सही उत्तर हो नवलपरासी, बर्दघाट, सुस्ता पूर्व। नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको मध्यबिन्दु नगरपालिका 3 स्थित ब्रह्मस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने रहेको छ। प्रश्न नम्बर 8। बेस्ट क्यासिनो इन साउथ एसिया 2025 अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो? यसको सही उत्तर छ क्यासिनो माजोङ। सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले 5औं पटक यो अवार्ड प्राप्त गरेको हो। प्रश्न नम्बर 9। विक्रम सम्वत 2082 को ग्वाङ शिर्पा सम्मान कसलाई प्रदान गरियो? यसको सही उत्तर छ साहित्यकार द्वय ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतम। पुरस्कार राशि जनही 50,005 रुपैयाँ रहेको छ। प्रश्न नम्बर 10। ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? यसको सही उत्तर रहेको छ ग्लोबल आइएमई बैंक लिमिटेड। यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार 2 वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। प्रश्न नम्बर 11। हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? यसको सही उत्तर रहेको छ नेपाल। सन् 2025 अक्टोबरसम्म विभिन्न शान्ति मिसनमा 538 महिला सुरक्षाकर्मी सहित 5,819 नेपाली शान्ति सेनामा परिचालित रहेका छन्। प्रश्न नम्बर 12। जेन्जी आन्दोलनको परिणामस्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो? यसको सही उत्तर रहेको छ माडागास्कर। माडागास्करमा सन् 2025 अक्टोबर 25 देखि जेन्जी आन्दोलन सुरु भएको थियो। जेन्जी आन्दोलनपछि त्यहाँ एलिट युनिट क्यापसाटले राष्ट्रपति एन्ड्री रजियोलिनालाई पदच्युत गर्दै सत्ता कब्जा गरेको हो। क्यापसाट माडागास्करको सेनाको एउटा विशेष फौजी इकाइ हो। प्रश्न नम्बर 13। नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक T20 विश्वकपका लागि कहिले छनौट भएको हो? यसको सही उत्तर रहेको छ सन् 2025 अक्टोबर 15। सन् 2026मा छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी T20 मेन्स विश्वकपका लागि छनौट हुन सफल भएको हो। नेपालले ओमनमा भएको छनौट खेलमा यो सफलता हात पारेको हो। सन् 2014मा पहिलो पटक T20 विश्वकपमा सहभागी भएको थियो। सन् 2024मा दोस्रो पटक T20 विश्वकपमा सहभागी भएको थियो र सन् 2025मा तेस्रो पटक T20 विश्वकपमा छनौट भएको छ। प्रश्न नम्बर 14। अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ? यसको सही उत्तर रहेको छ रु 61 खर्ब 7 अर्ब 22 करोड। 4.61% आर्थिक वृद्धि दर हुँदा अर्थतन्त्रको आकार रु 61 खर्ब 7 अर्ब 22 करोड पुगेको मन्त्रालयले जनाएको छ। प्रश्न नम्बर 15। जेन्जी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 भदौ 27। प्रधानमन्त्री नियुक्त विक्रम सम्वत 2082 भदौ 27। मन्त्री परिषद विस्तार पहिलो पटक विक्रम सम्वत 2082 भदौ 30। दोस्रो पटक विक्रम सम्वत 2082 असोज 6 र तेस्रो पटक विक्रम सम्वत 2082 कार्तिक 9। प्रधानमन्त्री श्री सुशीला कार्कीको नेतृत्वमा 10 सदस्य सहितको मन्त्रीमण्डल गठन भएको छ। प्रधानमन्त्री श्री सुशीला कार्की अन्तर्गत परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन्।
मन्त्री श्री रामेश्वर प्रसाद खनाल अन्तर्गत अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेका छन्। मन्त्री श्री कुलमान घिसिङ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय रहेका छन्। मन्त्री श्री ओम प्रकाश अर्याल अन्तर्गत गृह मन्त्रालय रहेको छ। मन्त्री श्री अनिल कुमार सिंह अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन्। मन्त्री श्री महावीर पुन अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। मन्त्री श्री मदन प्रसाद परियार अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेका छन्। मन्त्री श्री जगदीश खरेल अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ। मन्त्री श्री सुधा गौतम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेको छ। मन्त्री श्री बब्लु गुप्ता अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय रहेका छन्। प्रश्न नम्बर 16। दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ? यसको सही उत्तर हो 50 वर्ष। विक्रम सम्वत 2080 वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा विक्रम सम्वत 2082 असारमा आएको हो। प्रश्न नम्बर 17। नेपालमा सबैभन्दा अग्लो हाइलाइनको अभ्यास कहाँ गरियो? यसको सही उत्तर रहेको छ पर्वतको कुस्मा र बागलुङको वलेवा बीचमा रहेको कालीगण्डकी खोजमा। बन्जी लगायत एडभेन्चर हबका रूपमा परिचित दि क्लिफमा पहिलो पटक हाइलाइन अभ्यास गरिएको हो। विक्रम सम्वत 2082 असोज 29 देखि सुरु भएको हाइलाइन कार्यक्रम कार्तिक 1 गतेसम्म सञ्चालन भएको थियो। नेपाल स्क्ल्याक लाइन कम्युनिटी र लोकप्रिय एडभेन्चर द हब द क्लिफको सहकार्यमा यो हाइलाइन आयोजना गरिएको थियो। नेपालमा पहिलो पटक यति उचाइमा हाइलाइन गरिएको हो। यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ। प्रश्न नम्बर 18। आइसिसी पुरुष टी20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको उपाधि कसले जित्यो? यसको सही उत्तर रहेको छ नेपाल। सन् 2025 अक्टोबरमा ओमनको अल अमेरात क्रिकेट मैदानमा सहभागी 9 टोलीमा नेपालले सुपर 6 मा सर्वाधिक 10 अङ्क जोड्दै सो उपाधि जितेको थियो। यससँगै नेपाल 7 वर्षपछि आइसिसीको उपाधि जित्न सफल भएको हो। नेपालले यसअघि सन् 2018 अक्टोबर पछिल्लो पटक आइसिसीको उपाधि जितेको थियो। प्रश्न नम्बर 19। हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको सही उत्तर रहेको छ 335 मेगावाट। हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित आयोजनाको प्रति मेगावाट अनुमानित लागत रु 21 करोड 76 लाख रहेको छ। आयोजनाको कुल लागत अनुमान रु 72 अर्ब 90 करोड 80 लाख गरिएको छ। हस् त आजलाई यति नै रहेको छ। भिडियोलाई अन्तिमसम्म हेर्नु सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै भिडियो हेर्न सुन्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईको दिन शुभ रहोस्। हस् त धन्यवाद।